आजबाट धानको बिउ पनि राखेर भ्याइयो साथीहरू। सो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। गाउँघरको काम कहिले नसकिने भो। आज गरे नि काम, भोलि गरे नि काम, कामै काम। साथीहरू, म चाहिँ खाना खाइवरी खेततिर लागेँ। मेरो बुढा चाहिँ पहिला नै जानुभएको थियो, गएर घाँस काटिराख्नु भएको रहेछ। मैले चाहिँ घाँस बारिहालेर घर लिएर आएँ। घर ल्याइसकेपछि फेरि खेतमा गएर म चाहिँ खन्न थालेँ। अनि फेरि खन्न थालिसकेपछि बुढाले चाहिँ मल ल्याउनु भएको थियो, जुत्तो हालेर फेरि दुवैजनाले खन्न थाल्यौँ। एकदम गर्मी भएको थियो है, बस्दै खन्दै गऱ्यौँ हामीले दुवैजनाले। खनिसकिसकेपछि चाहिँ हामी बुढाबुढी भएर बिउ छान्नको लागि जिलाइसकेपछि साथीहरू मैले चाहिँ बिउ हानेँ। मैले हानेको बिउ चाहिँ कस्तो हुन्छ थाहा छैन, तर हान्न चाहिँ मैले बिउ हानिसकेँ। मेरो बुढाले चाहिँ जुत्तो हालिदिनु भएको थियो माथिबाट। त्यसपछि साथीहरू हामी दुवैजना भएर बिउलाई माटोले पनि छोपिदिएँ। छिटो गरेर माटो पनि हालिदिएँ बिउमा। त्यसपछि फाइनल्ली साथीहरू हामीले बिउ पनि राखेर भ्यायौँ। अनि के रित्तै आउनु भनेर हामी दुवैजनाले अलिअलि घाँस काट्यौँ। मैले चाहिँ एक थुन्से घाँस काटेको थिएँ, धेरै त काटिनँ। अनि घाँस काटिसकेपछि म चाहिँ घर आएँ साथीहरू। भिडियो के कस्तो लाग्यो हेरेर साथ सपोर्ट माया गरिदिनु होला। बाई बाई।